2026 साल 5 महिना मे 15 तारिकको दिन हामी सब मण्डली परिवार हाम्रो डाँडाको प्रार्थनामा हामी यात्रा गर्दैछौँ। नेपाली अनुग्रह मण्डली कुर्दिस्तान इराकमा हामी सेवा सङ्गति गर्दै आइरहेको हामी सबै मण्डली परिवारहरू आज हाम्रो डाँडाको प्रार्थना भएको कारण हामी डाँडाको प्रार्थनामा जाँदैछौँ र हाम्रो यात्रा सुरु भइसकेको छ। प्रभुलाई धन्यवाद होस्। हामी परदेशमा रहेर हाम्रो परमेश्वरलाई महिमा दिन सधैँ हामी इच्छुक र उत्सुकता छौँ र जब शुक्रबार हुन्छ हामी शुक्रबार भएपछि उहाँको भवनमा आएर उहाँलाई धन्यवाद दिन्छौँ। हरेक दिन उहाँलाई सम्झिन्छौँ र हप्ताभरि काम गर्छौँ र हप्ताको एक दिन उहाँको महिमा गर्नलाई उहाँको भवनमा आउँछौँ र उहाँलाई धन्यवाद दिन्छौँ। र त्यही अवसर सँगसँगै आज धेरै समय अगाडि डाँडाको प्रार्थनाको योजना राखिएको थियो। त्यही योजना मुताबिक आज त्यो योजना अनुसार आजको दिनलाई त्यो योजना पूरा गर्दै परमेश्वरले दिनुभएको समय परमेश्वरले दिनुभएको अवसरलाई ध्यानमा राख्दै आजका हाम्रो डाँडाको प्रार्थनामा हामी यात्रा गर्दैछौँ। अनि हाम्रो सम्पूर्ण विश्वासी परिवारहरू सँगै हामी डाँडामा जाँदैछौँ र डाँडाको प्रार्थनाको यात्रा सुरु भइसकेको छ हाम्रो। हामी जानेछौँ र त्यहाँ प्रार्थना गर्नेछौँ अनि हाम्रो हृदयहरू परमेश्वरपट्टि लगाउनेछौँ। जब डाँडामा जानेछौँ डाँडाको दृश्यहरू अवलोकन गर्नेछौँ अनि त्यहाँ परमेश्वरलाई अझ पनि खुसी साथ धन्यवाद दिनेछौँ र हाम्रो यो यात्रामा परमेश्वरको अनुग्रह कृपा रहेको छ। अनि हामी सब मण्डली परिवार जति पनि हामी विदेशमा रहेर हामी सेवा सङ्गति गर्छौँ यो सबै परमेश्वरको योजना अनुसार अनि परमेश्वरले दिनुभएको ठाउँ परमेश्वरले दिनुभएको देशमा हामी रहेर यसरी उहाँलाई महिमा गर्न पाउँदा अति खुसी लाग्दछ। हामी नेपाल घर भई हामी हरेक ठाउँको मानिसहरू भेला हुन्छौँ परदेशमा एउटै मन एउटै तन भएर पूर्व अनि पश्चिम उत्तर अनि दक्षिण सबै ठाउँको भेला भएर परमेश्वरलाई महिमा गर्छौँ अनि एउटै हृदय अनि एउटै मन अनि एउटै विचार भएर परमेश्वरलाई महिमा भएको होस् र परमेश्वरको दृष्टि हामीमा छ अनि परमेश्वरले सधैँ हामीलाई कृपा गर्नुभएको छ र आजको डाँडाको प्रार्थनामा पनि उहाँको कृपामा रहेर उहाँको दृष्टिमा रहेर हामी यात्रामा छौँ र हामी जानेछौँ र त्यहाँ गएर हामी प्रार्थना गर्नेछौँ। हाम्रो प्रार्थनाको विषयहरूलाई लिएर हामी जाँदैछौँ र हाम्रो प्रार्थनाको विषय जब हामी उहाँ पुग्नेछौँ जब हाम्रो प्रार्थनाको विषयहरू राख्नेछौँ र उहाँलाई धन्यवाद दिनेछौँ र हामी उहाँको कामको अवलोकन गर्नेछौँ। परमेश्वरले बनाउनु भएको सबै कुराहरू अति सुन्दर छ। परमेश्वरले बनाउनु भएको कुराहरू अति सुन्दर अति रमणीय अति नै चाखलाग्दो अति नै घतलाग्दो अति नै एकदम के भन्नु है मनदेखि नै परमेश्वरको महिमा गर्नमा लाग्छ। परमेश्वरले बनाउनु भएको दृश्यहरू देख्दा आकाश उहाँले फैलाउनु भयो पृथ्वीलाई झुन्डाउनु भयो है। पृथ्वी हेर्नुहोस् कति राम्रो बसेको छ आकाश कति राम्रो फैलिएको छ। परमेश्वरले बनाउनु भएको सबै चिजहरू अति सुन्दर छन्। परमेश्वरलाई धन्यवाद होस्। खोला अनि नाला अनि डाँडा अनि काँडा पाखा पर्वत हिमाल तराई सबै उहाँले सृजिनु भएको हुन्। यी सबै डाँडाहरू उहाँकै हातका रचनाहरू हुन्। उड्ने पन्छीहरू यी सबै उहाँकै सृष्टि हुन्। बादलहरू उहाँले नै फैलाउनुहुन्छ। प्रभुलाई धन्यवाद होस्। उहाँको सृष्टिको कुराहरू अति सुन्दर छ।
हामी देख्दछौँ उहाँको सृष्टिको कुराहरू, उहाँले गर्नुभएको सृष्टिहरू। उहाँलाई न त कसैले सल्लाह नै दियो यो सृष्टि गर्नलाई, न त कसैले सिकायो है। परमेश्वरको हातका रचनाहरू यी सबै उहाँको सृष्टि हेर्दाखेरि अति सुन्दर छ। परमेश्वरलाई धन्यवाद होस् र हाम्रो परमेश्वरको महिमा सधैँ भइराखोस्। यो देशमा रहेर उहाँले दिनुभएको यो हामीलाई कर्मथलो बनाएर बसेर काम गरेर कर्मथलो बनाएर बस्ने ठाउँलाई परमेश्वरले आशिष दिनुभएको होस्। र अति सुन्दर छ यो देश। यो देशमा भएका चीजहरू अति सुन्दर छन्, अति सुन्दर रमणीय छन्। परमेश्वरलाई धन्यवाद होस्। यो डाँडाहरू राम्रो छन्। हाम्रो नेपाल देशमा ठुला ठुला बडा रुखहरू हुन्छन् है, धेरै ठुला रुखहरू हुन्छन्। तर यहाँ चाहिँ रुखहरू त्यति ठुलो छैन, सानो छ। परमेश्वरले बनाउनुभएको देश अनुसार है, उहाँको देश अनुसार वृक्षहरू हैन दिनुहुन्छ। उहाँले बनाउनुभएको देश अनुसार वृक्षहरू अनि जमिनहरू हेर्नुहोस् राम्रो छ। परमेश्वरको महिमा भएको होस् र परमेश्वरको कामको लागि प्रभुलाई धन्यवाद होस्। अति सुन्दर, अति सुन्दर। हामी डाँडामा अब पुग्नै लाग्दैछौँ। हाम्रो डाँडाको यात्रा जारी छ। हामी डाँडामा पुग्नै लागेको छौँ, अब पुग्नै छौँ। केही समयपछि हामी पुग्नेछौँ। हामी जाँदैछौँ। कुर्दिस्तान इराकको डाँडाहरू यस्तै छ हजुर। डाँडाहरू यस्तै हो हजुर। ठुलो चुचुरा डाँडाहरू चाहिँ देखिएको छैन, यस्तै छ हजुर कुर्दिस्तान इराकको डाँडाहरू। कुर्दिस्तान इराकको डाँडा, पाखा, पर्वत यस्तै छन् हजुर, यस्तै छन्। परमेश्वरको सृष्टि आफ्नो देश अनुसारको वृक्ष, परमेश्वरले बनाउनु भएको देश अनुसारको वृक्ष, परमेश्वरले बनाउनु भएको देश अनुसारको पहाड, टाकुराहरू, मैदानहरू है, यस्तो छ। प्रभुलाई धन्यवाद होस्। प्रभुको महिमा भएको होस्। हामी जाँदैछौँ। अब केही क्षणमा पुग्नेछौँ डाँडामा। अब केही क्षणमा पुग्नेछौँ। प्रभुलाई धन्यवाद होस्। उहाँकै महिमा भएको होस्। डाँडामा आइपुग्यो है। अब डाँडा पस्ने बेला भयो। अब उकालो चढ्ने हो। उकालो चढिन्छ अब है। मैले भने देश अनुसारको वृक्षहरू प्रभुले यस्तै दिनुभएको छ देशलाई, वृक्षहरू। र उकालो चढिँदैछ। उकालो पनि छ, डाँडाको उकालो। अब हामी डाँडामा पुग्नै लागेका छौँ। जब डाँडामा पुग्नेछौँ, प्रभुको असल महिमा गर्नेछौँ। त्यहाँको रीतिहरू, अहिलेका रीतिहरू असल छ र मौसम सुन्दर छ, सुन्दर भइरहेछ। अब यो डाँडामा परमेश्वरले दिनुभएको सुन्दर मौसम अनि सुन्दर समय, सुन्दर वृक्ष, सुन्दर दृष्टि, सुन्दर हावापानी है, हावाहरू। प्रभुलाई धन्यवाद होस्। हामी आइपुगेका छौँ उहाँको सृष्टिको हामी अवलोकन गर्नेछौँ। प्रभुलाई धन्यवाद होस्। हामी आइपुग्यौँ डाँडामा। अब हाम्रो प्रार्थना यही डाँडातिर हुनेछ र प्रभुको महिमा होस्।